यस्तै झोलेहरूलाई गर्दाखेरि सर हाम्रो देश बिग्रिएको खास मूल नारा यिनीहरूको भनेको देश बिगार्ने हो, जनता बनाउने होइन सर, देश बिगार्ने यिनीहरूको मूल नारा चाहिँ। हेर्नुहोस् ल, हेर्नुहोस् माओवादी भनेको देश बिगार्ने देशद्रोही हो। हेर्नुहोस् उनीहरूलाई चाहिँ राम्रोसँग हेर्नुहोस्, हजुरले चिन्नुहोस्, हजुरको पनि घर दैलोबाट आउनको लागि उनीहरूलाई पन्छाउनुहोस्। उनीहरूले पेपर बाँडिराखेको छ सर, त्यो पेपर च्यातेर उनीहरूको मुखमा हानिदिनु होला। देश बिगार्ने देश बितल्ने जनता बिगार्ने भनेको माओवादी हो। 1.5 करोड जनता मर्या, 14,000 मात्र भनेर चुतिया बनाउनु थाहा छ। ल हेर्नुहोस् हाम्रो पार्टी दलका प्रमुख अखिल क्रान्तिकारीका लडाकुले भन्दै हुनुहुन्छ 14 करोड गएको छ मान्छे भन्ने कुरा गर्नुभयो उहाँले चाहिँ। तर सरी 1.5 करोड, तर के यिनीहरूले चाहिँ 14,000मै चाहिँ आफ्नो उसलाई चाहिँ उन्मुख गराउन खोज्दैछ। हेर्नुहोस् है दर्शकहरू, यो झोले यो माओवादी भन्ने शब्दबाट चाहिँ पन्छिनु होला। यो माओवादीलाई बागमतीको गङ्गामा गएर फाल्न पर्ने हुन्छ। ल हेर्नुहोस् है साथीहरू, यो यिनीहरूबाट चाहिँ सचेत रहनु होला। हजुरहरू पनि आफ्नो घर दैलोबाट बस्नु होला, यिनीहरूलाई टाढा लखेट्नु होला। हस्, धन्यवाद।